सब केटा हो अरू चाहिँ मेरो बास्केटबलतिर केटा हो दिस इज माई फर्स्ट भिडियो है आरम के कस्तो हुन्छ मैले त्यो पनि हालिदिन्छु पाल परेर मलाई अनि अब तेल हाल्न आएको तेल धेरै महँगो त छैन आजकल तर मेरो लागि महँगै हो मेरो 3टा लाइन आयो 3टा लाइन भर्खर तेल हालेको केटा हो है अब तेल हालेर हामी चाहिँ सल्टलेक पुग्दैछौँ सल्टीलाई यहाँतिर यो मुला झन्डै पर्छ कोही केटा हो है खोइ सबै आउँदैन जस्तो नाम चाल चलनै छैन यहाँ हामी मात्रै हो क्या चाँडो आउनु भने हामी जहिले चाँडोमा आउँछौँ सबै लेट भएको छ नेपाल टाइममा के भयो होला है हामी यहाँसम्म कुर्दैछौँ 10 मिनट भइसक्यो आउँदैनन् केटा है अब हामी यत्रो कुर्यो है पेट्रोल पम्पमा आउँछु रे है लास्ट टाइममा आएर धोका दियो के भन्छ जाँदै गरेर ल म आउँछु एकछिनमा रे के भन्नु अब हामी चल्दैछ टोकातिर बाटो चल्दै लानु झन्नै लडेको गाई हामी टोका नजिक आइसकेको छौँ त लाएर बास्केटबल पार्क मिलेको हुन्छ हामीले चाहिँ रोड हो माई गड इज के हेर्ने नाइस भ्यू भएर मैले भने त्यस्तो केटा हो केही नसम्झिनु त्यहाँ छैन गनाउनु त गना केही भएको छैन भिडियो खिचाएनस् लडेको अनि उताबाट त सक्नु नि पर्यो नि मलाई ऊ यत्रो हेर त यहाँ हेर त यी यत्रो ढुङ्गा थियो यहाँ यी उडाउनु यहाँ अस्ति ऐन देखा हो त्यो पानी त म चलाउँछु लिएन म चलाउँछु यार लेन म चलाउँछु आरामले चलाउँछु के ल उतासँग उकाल गाइस मैले चाहिँ त्यहाँ यसो अलिकति अनि त्यहाँ यताउता भएर यहीँ लड्यो मलाई चलाउनु नतारे भन्छ बाटो त्यस्तो छ यार बाटो कस्तो थियो भने गाइस त्यहाँ उकालो थियो जस हामी आइसक्यौँ तर गेस वाट पानी पऱ्यो ठुलो ए हाडौँ पुग्न थाल्यो परे होइन के झऱ्यो पानी यो पानीको अवस्था घट्दैछ खोइ राख्न हामी बास्केटबल कोर्टनिर आएको छौँ ठक्क आउनु पाएन पानी परिदिरहेको छ अटो लाएर पानी परेर गाह्रो यहाँ अहिले त सिमसिम परिरहेको छ त्यही नि हामी खेल्न गएका छौँ कुराउनु मान्छे यही हो पेट्रोल पम्पमा Noob! Ui. Your ball, Ichira. चर्ती कला धेरै छ नि यहाँ होइन म भिडियो बनाउँछु सिरियो
कट 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 काटे काटे एकल एकल खाली आयो माछी भयो गरेछु हाल हाल छी छी प्लेयरहरू दामी छ एउटा आफ्नै तालमा छ यहाँ कुन चाहिँ दुनियाँमा हो थाहा छैन यहाँ मिसका मिस छ इजी इजी सर्ट्स कति उडा हामी अब छी 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 फुल माछा बल बोयलाई हेर्न सक्नुहुन्छ यसको चाहिँ कति दिन छिर्ने जस्तो युस 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 है डे वान हेरौँ त कति स्टेप लिन्छ घर लगाउनु मिलेन छिर्सक्यो ल ल बल बोय छिर्यो के भयो र अहिले भर्खर आउनु खेल्छ सबैले कान मिन्ने बल राति भइसक्यो आज चाहिँ केटाहरू 1v1 खेल्दैछ आज हामीले 5 गेम जति खेल्यो होला 5 गेममा 2 गेम जिते और सब हारे जहिले हार्छ ए जहिले जित्छ जहिले जित्रै हो लागेको केटा हो अब चाहिँ होइन पेट अब चाहिँ हामी अब घर चल्दैछ यो गेम सकाएपछि कसले 4-3 टफ गेम भइरहेको छ यहाँ टफ गेम यहाँ इन्भिजिबल र बल नि इन्भिजिबल मान्छे नि इन्भिजिबल त्यो नि खेलिरहेको छ केटाहरू कति 5-3 हार्यो छैन आएको देख हारेछु खेल्दिनँ मैले आज अघिसम्म हारेर लगिदिएँ अहिले चाहिँ अब भोलि खेल्ने फेरि भोलि थाहा छैन मलाई भोलि स्कुटी लिन जानुपर्छ ल ओके छ त ग्याङ म फोन गर्छु है दिउँसो ल अब चाहिँ हामी घर चल्दैछ अब एउटा ठाउँमा जान्छौँ होला चिहान होइन अनि त्यसपछि चाहिँ हामी घर जाने हो कति बजी हो हाम्रो ओहो 7:50 हो के एक्सचेन्ज गरे हारियो म हाल्छु
ल साथीहरू ल ट्याप लाएर अब चाहिँ चल्दैछ घरतिर कोही केटा आयो 2 चोटिको चल्दैछ भनिसक्यो ए यस्तो नि हुन्छ त मेरो त ओइ बत्ती बलेन बत्ती कसरी बाल्न सक्थे आइफोन मान्छे यस्तै है ए मलाई एन्ड्रोइड चलाउन आएको है अब केटा अब कस्तो गोरो देखिरहेको छ मलाई यहाँ भइरहेछ गेम 3 चोटि देखेपछि होला केटाहरू जमजम भन्छु केटाहरूको रहर पुगेको छैन अहिलेसम्म अब रहर जब पुग्छ नि चल्ने गाह्रो छ केटा हो मलाई हाँस उठ्यो क्यामेरामा बोल्दा यहाँ चाहिँ यो टोका बास्केटबल पार्क हामीले यो सबभन्दा नजिकको बास्केटबल पार्क त्यसैले हामी यहाँ आउँछौँ फ्री छ केटाहरू आउँ खेलौँ मजा आउँछ गुड गेम हामी खेल्ने यो टर्च नवाले डरमा थियो होला त्यहाँको साथीहरू काटेँ मैले र हाम्रो चाहिँ अब बास्केटबल सेसन सक्यो अब चाहिँ निस्किनु लाग्यो घरभन्दा अगाडि हामी साथी खाएर निस्किन्छौँ त्यस्तै हो मेरो पहिलोचोटि हो होइन दाल मतलब मलाई त म त हालिदिन्छु म हालेर मेरो छोराहरूलाई देखाउनलाई बनाउन लामो यो दाल फर्न मैले त अनि केटा हौ दिस टोकाको यो चोक भयो चोकबाट चाहिँ हामी निस्किनु लाग्छ हाम्रो ड्राइभरमा हुनुहुन्छ सलमान खान सलमान खानले मैले के अरे कति बाइक लोन दिएँ चलाइरहेको छ त्यो बाटो निस्किन्थ्यो होला कि अघि हामी गएको भए त्यो बाटोले हामी अघि झन्डै लडेको ठाउँमा बाटो थियो त्यहाँ निस्किन्छ जस्तो लाग्यो होइन निकै थपेको केटा हो निकै थपेको लाग्यो साथीहरू अब बिस्तारै जाउँ नो रस वी आर जस्ट मुभिङ तेरो अनुभव सुना नि त अब भने अहिले एकछिनमा चिया ठाउँमा गएर हामी सब अनुभव लिनेछौँ इन्टरभ्यू लिनेछौँ होइन साथीहरू कस्तो गेम भनेर ल साथीहरू काट्नुमा चट लाएर कुकुर भन्दैछ ए कालो भएछ ल लगमा क्यामेरा बोल्नु भएन यारमा आज त ब्याड लगेछ कस्तो डर लाग्यो मलाई मैले लडाइदिएपछि लाग्दैन होइन लडाइदिने होइन कस्तो यो रफ रेसली चलाएर भइरहेको जस्तो भर्खर अघि नि भर्खर झन्डै हानिदिएको भन्दा पनि झन्डै टोकेको भर्खर नि आउँछ नि अब ड्याग हान्न यार के भयो यार हामी चलाउनु नहरू होइन अस्तिदेखि के भन्छ स्किल्स डाउन भयो बास्केटबल नि त्यस्तै भएको छ बास्केटबलको दुईवटा हो है भर्खर झन्डै एक्सिडेन्टबाट 2 चोटि बाँच्यौँ हामी ब्याक टु ब्याक 2 चोटि एक्सिडेन्टबाट बाँच्यौँ थ्याङ्क गड आज घर पुग्छौँ भयो होला आएर पुग्छु बाटोमा ल गर्छौँ आयो नो हतार स्टार चिल खोइ आजकल खोइ दिने यस्तै भइरहेछ कि जहिले यस्तै हो आई डोन्ट नो है अब कहिले हाम्रो एक्सिडेन्ट पर्दा हुन्छ कहिले जस्तो हुँदा नि एक्सिडेन्ट हुँदैन के भयो हजुर अगाडि जाउँ रे हामीलाई के भन्नु खोजेको हामीलाई अगाडि जाउँ रे डराएको हो ठिकै छ साथीहरू अब घर पनि लाग्यो अब नट रिभिल मायो घरको लोकेसन त रिभिल गर्दिनँ है एउटा हो मतलब डर लाग्छ
घरमा बिक्छन् भनेर आइपुगिहाल्यो होइन दुश्मनहरू आयो भने टेन्सन हुन्छ त्यसैले नो रिभिल केटा हो हामी बाहिर बाहिर भेटौँ बाहिर बाहिर हल्ला गरौँ बाहिर बाहिर खतम बाहिर झडा खेलौँ बाहिर घरमा त म सोझो प्रो म्याक्स सोझो उयो बच्चादेखि सोझो नि नत्र मेरो साथीहरूले सोध्दा हुन्छ होइन गाइज अब फेरि चिया पसल गएको होला के भयो केटा हो ल बोल्नै आएन मलाई केटा लाइक हान्नु पऱ्यो सब्सक्राइब हान्नु पऱ्यो होइन हाम्रो केटालाई सपोर्ट हान्नु पऱ्यो कालेलाई हेर्नु पऱ्यो होइन अब यस्तै केटा हो होइन युमा होमी होइन लाइक हान्नु पऱ्यो ल इफ यु नट डोन्ट लाइक यु आर गे यति हो ल अनि केटी रहेछ भने केटी रहेछ नि लेस्बियन ल बाई ल यु सेङ ल गएको